अवस्थाको विषयमा जब यहाँ अहिले 7 प्रदेशमा नेतृत्व लिएर अगाडि बढ्नुभएको छ, कस्तो अवस्थामा देख्नुभयो र अबको नेपालको राजनीतिक अवस्थालाई कसरी लिनुभएको छ? अहिले काङ्ग्रेसभित्र काङ्ग्रेसलाई जुन नयाँ ढङ्गले रूपान्तरण गरेर लिएर जानुपर्छ भन्ने मत, आकांक्षा, ऐक्यबद्धता जो छ त्यसको गजबको एउटा चाहिँ मतलब संयोग या मिलन के छ भन्नुहुन्छ भने काङ्ग्रेसले आफूभित्र चाहिँ रूपान्तरण पनि प्रशस्त गर्न खोजिरहेछ, गर्दै गइरहेको अवस्था पनि छ र मुलुकको समग्र राष्ट्रिय राजनीतिलाई हेर्ने हो भने पनि अरूको हिसाबले जुन अपरिपक्वताहरू देखिरहेछ, उही केटाकेटी आए, गुलेली चलाए, मट्याङ्ग्राको नाश भने जस्तो अवस्थाको राजनीति देखिरहेछ। त्यो अवस्थामा चाहिँ अब काङ्ग्रेसै चाहियो र परिवर्तित काङ्ग्रेस नै चाहियो भन्ने किसिमको भावना हामीले मुलुकभरि नै अहिले भेटेका छौँ। त्यो भने के हो त भनेर भन्दाखेरि परिपक्वता सहितको नवीनताको खोजी हो। मानिसहरूले एकदम परिपक्व राजनीति पनि खोजे, तर परिपक्वताको नाममा फेरि पुरानो इतिहासको गाना गाएर मात्रै बस्ने अथवा पुराना कथाहरू मात्रै सुनाएर बस्ने किसिमको पनि होइन। फेरि नयाँ मुलुकमा समस्याहरू आउँछन्, त्यसलाई समाधान गर्ने नयाँ दृष्टिकोण चाहियो। मुलुकको गम्भीर परिस्थितिहरू आइपुग्छन्, त्यसलाई समाधान गर्ने त्यही किसिमको चाहिँ मतलब ऊर्जा चाहियो, त्यो दृष्टिकोण पनि चाहियो। यो सबै हिसाबले चाहिँ परिपक्वता सहितको नवीनता अहिलेको खोजी हो। त्यो भने ठ्याक्कै के हो त भन्दा परिपक्वता तपाईँले हामीले नेपाली काङ्ग्रेसको इतिहासबाट पाउँछौँ। नवीनताको परिपूर्ति चाहिँ गगन थापा जस्तो नेतृत्वको नयाँ दृष्टिकोण, विचार र सङ्कल्पमा पाउँछौँ। त्यसमा यो कुरालाई हामीले सँगसँगै लिएर जानुपर्छ भन्ने किसिमको चाहिँ अहिले 7 प्रदेशमा जति साथीहरू पार्टी र जनप्रतिनिधिको भेट भयो 30मा पनि त्यो रिफ्लेक्ट भएको देखिन्छ। साथीहरूको उल्लेख्य सहभागिता थियो। तपाईँको जुन चाहिँ पार्टीभित्र पनि अलिअलि कचमचहरू देखाउने चाहिँ मतलब काहीँ कतै प्रयासहरू भएछन् भने यसले काहीँ छोएको देखिँदैन थियो। एक किसिमले भन्नुहुन्छ भने सर्लक्क काङ्ग्रेसलाई माया गर्ने जुन जनमत छ त्यो अहिले यही रुख जहाँ छ, 4 तारा जहाँ छ या गगनको नेतृत्वको जहाँ छ, नेपाली काङ्ग्रेसको चाहिँ मतलब मूल पहिचानको बहाव या धार जहाँ छ त्यही हिसाबमा चाहिँ मतलब सर र बगेको देखिन्छ। र अब महाधिवेशन समयमै हुने र त्यो महाधिवेशनको लगत्तै फेरि स्थानीय र प्रदेश निर्वाचनको तयारीमा जुट्ने र यो सरकारबाट सुरुकै दिनहरूमा थोरै समयमा पनि जुन किसिमको आलाकाँचा चाहिँ मतलब काम, व्यवहार या अभिव्यक्तिहरू देखिराखेका छन् त्यसबाट मुलुक फेरि कहीँ तार पाउँदैन, कहीँ यसले चाहिँ मतलब निकास पाउँदैन। अब काङ्ग्रेस नै फेरि मुलुकको आवश्यकता हो। एउटा कुरामा छ के भने पुरानो मानसिकता, सोच, चिन्तनकै हिसाबले काङ्ग्रेस चल्नुहुन्न भन्नेमा पनि छ, तर काङ्ग्रेसै बदलिन्छ भने त बदलिएको काङ्ग्रेस चाहिँ सबैभन्दा चाहिँ आवश्यकता हो भन्ने कुरामा जनमतहरू मैले यो 7 प्रदेशमा पाएँ। जस्तै तपाईँहरू 7 प्रदेशमा हिँड्दा पनि प्रश्न एउटै छ, तपाईँहरू किन एक हुन सक्नुभएको छैन? किन पुराना पुस्ताहरूलाई तपाईँहरूले सम्मान गर्न सक्नुभएको छैन? अर्थात् उहाँको कुराहरूलाई किन सुनिएको छैन भन्ने कुरा पनि त छ नि यहाँहरूलाई, होइन र? होइन, बरु यो 7 प्रदेशमा जाँदाखेरि साथीहरूले त्यसलाई चाहिँ मतलब रियलाइज गर्नुभएको चाहिँ के भेटिन्छ भन्दाखेरि वास्तवमा केही व्यक्तिहरू मात्रै किन अप्ठ्यारो क्रिएट गर्न खोजिराख्नु भएको छ, किन उहाँहरू काङ्ग्रेसलाई कमजोर चाहिँ बनाउन खोज्नु भएको छ। अहिले हिजो काङ्ग्रेसबाट भड्किएका मनहरू अथवा काङ्ग्रेसलाई वैचारिक सैद्धान्तिक रूपले पनि स्वीकार गर्न नसकेका जुन जन्म छ त्यो चाहिँ काङ्ग्रेसप्रति आकर्षित देखिन्छ र काङ्ग्रेसभित्र पछिल्लो जुन परिवर्तनको चाहिँ मतलब सङ्केतहरू देखिएको छ त्यसका प्रति उनीहरू खुसी पनि देखिन्छन् र त्यसका प्रति एकदमै आकर्षित देखिन्छन्।
तर जसले काङ्ग्रेसको नाममा प्रशस्त अवसरहरू पनि लिनुभयो, काङ्ग्रेसका नाममा तपाईँ पार्टीको नेतृत्वमा या संसदीय फाँटमा हरेक ठाउँमा चाहिँ मतलब जसले चाहिँ अवसरहरू पनि लिनुभयो, आज उहाँहरू सबैले काङ्ग्रेस बलियो बनाउनु खोज्दा नि किन कमजोर बनाउनुपट्टि लागिराख्नु भएको छ भन्ने बरु प्रश्न देखिन्छ। र तपाईँको जिल्लामा, प्रदेशमा, तल स्थानीयमा चाहिँ हिजो केही कारणले गर्दाखेरि एउटा विशेष महाधिवेशन सहभागी हुने नहुने भन्ने किसिमका कुराहरूले मान्छेमा अलिकता उल्झन भएको देखिएको भए तापनि अहिले उहाँहरू सबै जे अन्तिम सत्य हो, निर्वाचन आयोगले दिइसकेको सत्य, सर्वोच्च अदालतले दिएको फैसला, यो सबै भए पछाडि अब मानिसहरूमा, अब साथीहरू कन्फ्युजन देखिँदैन। उहाँहरू अब काङ्ग्रेस भनेको काङ्ग्रेस हो, नेपाली काङ्ग्रेस हो, रुख, चार तारा, गगन यो सबै काङ्ग्रेस हो भन्ने कुरामा आइसक्नु भएको छ। र बरु के भने उहाँहरूको अहिले अझै पनि त्यो तलकादेखि लिएर माथिकासम्म जो पार्टीलाई रियल्ली अहिले माया गर्नुहुन्छ र पार्टीलाई फेरि उठाउन सकिन्छ, सशक्त बनाउन सकिन्छ भन्ने कुराको आत्मविश्वास बोकेर हिँडिराख्नु भएको छ। उहाँहरूको चाहिँ बरु प्रश्न चाहिँ मतलब ती नेताहरूप्रति देखिन्छ जो नेताहरू बरु राजसपासँग भएका मान्छेले काङ्ग्रेसै बलियो होस् एउटा अभ्यास प्रयत्न गरेका थियौँ, त्यो वास्तवमा अभ्यास हाम्रो ठिक रहेनछ, हामीले गलत प्रयोगको बाटोमा सोचेछौँ भनेर उहाँहरू काङ्ग्रेस बलियोस् होस् भन्नेमा हुनुहुन्छ। एमाले माओवादीका साथीहरू त गगनको नेतृत्वको काङ्ग्रेसै वास्तवमा अब सबभन्दा उपयुक्त हो, सही हो भन्ने कुराको बाटोमा हुनुहुन्छ भने यो पार्टीबाट सबै चिज लिनुभएका नेताहरू चाहिँ अहिले काङ्ग्रेसलाई खुइल्याउन, कमजोर गराउन किन लाग्नु भएको छ भन्ने कुराको अब प्रश्न उहाँहरूपट्टि चाहिँ तेर्सिएको मैले सबै प्रदेशमा देखेको छु। र अनपेक्षित रूपबाट, सामान्यतया भन्यो भने अनएक्सपेक्टेड रूपबाट साथीहरूले यो अब नेपाली काङ्ग्रेस अथवा यो विशेष महाधिवेशन पछाडि सबैलाई समेट्ने एउटा ठुलो छाती बोकेर अगाडि बढिरहेको काङ्ग्रेसको साथमा निस्किनु भएको छ। जस्तै तपाईँ पार्टीको विगत लामो समयदेखि पार्टीको नेतृत्वमा हुनुहुन्छ, सरकारमा रहनुभयो, खासै नेपाली काङ्ग्रेसले प्रतिपक्षको रोल खेल्न सकेन भन्ने यहाँहरूलाई पनि आरोप पनि त छ कि अहिले। मैले तपाईँलाई भनेको परिपक्वताको चाहिँ मतलब आकर्षण त्यतापट्टि पनि छ। हेर्नुहोस्, नेपाली काङ्ग्रेस प्रमुख प्रतिपक्षमा रहँदाखेरि पनि परिपक्वता सहितकै मतलब भूमिकामा रहन्छ, सत्तामा रहँदाखेरि पनि अबका हिसाब, मैले हिजो भएका कमी कमजोरीका तर्फमा गइनँ, किनभने हिजोका कमी कमजोरी त्रुटि भाका भन्ने कुरालाई हामीले रियलाइज गरेर हामीले नवीनताको खोजीमा अहिले नवीन काङ्ग्रेसको हिसाबमा हामी आएका हौँ होइन। त्यसैले हामीले संसदभित्र देखाएको या बाहिर सडकमा देखाएका कुराहरू समस्यालाई समाधानतर्फ चाहिँ गम्भीरताको खोजी गरे हो, न कि अभिव्यक्तिको उग्रतामा जाने किसिमको बाटो। त्यसकारण हामीले जे अहिले गरिराखेका छौँ स्थिति एकदमै भड्कियोस् र यहाँ चाहिँ फेरि अनेकौं तत्त्वहरू खेल्ने मौका पाओस् भन्ने तर्फ पनि जानुहुन्न भन्ने तर्फ पनि हामी सचेत छौँ होइन। तर जहाँसम्म सैद्धान्तिक वैचारिक रूपले हामी दृढताको कुरा छ, हामी लोकतान्त्रिक मूल्य पद्धतिका विषय, नेपालको राष्ट्रियता देशभक्तिका विषय, गरिब जनताका प्रति राज्य जिम्मेवार बन्नुपर्छ भनेर समाजवादी दृष्टिकोणका विषयहरूमा हामीले कोहीसँग सम्झौता पनि गर्दैनौँ। त्यसमा हामी कहीँ लचक पनि छैनौँ, तर लचक नहुनुको मतलब चाहिँ विध्वंसको बाटो समात्नुपर्छ भन्नेमा पनि हामी छैनौँ।